है ल यहाँ गाडी बिग्रियो गाडी बिग्रियो ल ल बाटो पनि छेक्यो ए भाइ गाडी बिग्रियो हाम्रो गाडी बिग्रियो नआउनेको ओह्रालोमा है यो चाहिँ होइन यो ब्याक गर्दा पनि पुरै आवाज आइरहेछ क्या एक्सल गयो कि के क्राउन गयो क्या यसको नयाँ गाडीको हालत भारत बेन्चको यो गाडी त खत्तम हुँदो रहेछ भारत बेन्च न्युट्रलमा पनि कराइरहेको छ होइन ब्याक गर्दा पहिले त गाडी छिराउनु पर्छ है ल अब हाम्रो चाहिँ बिजोग हुने हो यताबाट कसरी जान्छ त बाटो हुनु परेन भने ठुलो गाडी 2-3 राउन्ड गर्छ ए ऊ त्यहाँबाट त छिर्ने रहेछ नि त त्यहाँबाट त होइन त्यहाँबाट चाहिँ यहाँ यो बेलचाले गरेर जान्छ त्यही भएर तनाव भयो नि त यार अब जाउनेको जाममा फस्यो भोलि हुने भयो अब ठ्याक्कै मेरै अगाडि आएर क्या फेरि ठ्याक्क हामी होइन यहीँ नै पर्दिर ल बल्ल बल्ल छुटेर आएको जामबाट मासालाई हेर यस्तो हालत भयो हाम्रो यहाँ बाटो बनाउने भन्दैछ नि फेरि कसैले यो कारकै कार यो खोइ छैन हौ त्यसको मान्छे छैन टायरमा हावा कम भयो कि के हो सिङ्गल टायर पऱ्यो मेरो हो यो अलि ब्याक गर्दैन न ब्याक गर्नु कहाँ यो त यहाँ किन हाम्रो गाडीहरु छिर्छ क्या छिर्छ नि म पठाइदिनु ब्याक गरिदिउँला नि त ल पहिला गाडी ल्याऊँ न गाडी नल्याइकन कसरी इन्जन गाह्रो पर्दैन त्यही गाडी त निक्लिन आउनुलाई गाह्रो भइरहेछ दाउनेमा दुःख पायो हामीले दुःख पायो दाउनेमा दुःख पायो गाडी चाहिँदै ल अहिलेलाई यति नै ल कतिखेर खुल्छ हेरौँला